भनिन्छ नि है, हामीले खाने अन्नहरूप्रति चाहिँ सधैँ नै आभारी हुनुपर्छ। यसले हामीलाई प्राण दिएको हुन्छ थुप्रै कुराहरूमा। जागर चलेको बेलामा चाहिँ नि जब हामीले प्रपर मिल बनाएर खान्छौँ नि, त्यति बेला चाहिँ यति मजा आउँदो रहेछ। मैले जागर चल्दा भनेको चाहिँ किन बनेको होला भन्नुहुन्छ होला है, किनभने सबै बनाउनु लागि चाहिँ हिम्मत हुँदैन नि त, कोही बेला थाक्छ, अरू काम पनि त हुन्छ होइन। तर कोही बेला यसरी हामीले प्रपर मिल बनाएर खायौँ भने चाहिँ कोही बेला मात्रै होइन, खानु त अब सधैँ नै प्रोटिन फाइबर सबै नै खानु भन्छ होइन। अब हाम्रोमा त्यो ब्यालेन्स मिल छैन, तर पनि अब कोही बेला जब टाइम पाउँछ, कोही बेला आफ्नोमा सामान हुन्छ, या फिर जब हामीले आफ्नो हेल्थलाई है प्रायोरिटी राख्छौँ त खाना चाहिँ सबै काम छोडेर हुन्छ कि के गरेर हुन्छ, त्यो चाहिँ खानुपर्छ। अनि यो स्पिनच चाहिँ नि मलाई त्यत्तिकै पालकलाई त्यत्तिकै पकाएको चाहिँ अलिक निल्नु साह्रो पर्छ। हुनु त अब आफ्नो आफ्नो पसन्द नापसन्द हुन्छ है, तपाईँको पनि त्यस्तै होला, मेरो मात्रै होइन होला। तर यसमा चाहिँ एकदमै सादा बनाएर चाहिँ जब हामीले म चाहिँ अन्डा हालेर चाहिँ स्क्रैम्बल स्पिनच स्क्रैम्बल गरेको चाहिँ मनपर्छ। त्यसो भए चाहिँ म अलिकति निगल्नु सक्छु, निल्नु मलाई अलिकति सजिलो हुन्छ। त्यो भनेर चाहिँ म यसरी बनाउँदैछु। अनि तपाईँहरूले चाहिँ पालकलाई कसरी खानुहुन्छ? अब हुनु त अरू बेला त म पालकको प्योरी बनाएर चाहिँ आटाहरू मुस्छु, अनि कोही बेला पुरीहरू या फिर कोही बेला पकौडा सकौडामा युज भइहाल्छ। तर आज चाहिँ मैले स्पिनिचको चाहिँ सब्जी नै बनाएँ। अनि त्यस्तै प्रकारले है मसरुम हामीलाई भाइटामिन डीको, अनि मसरुममा थुप्रै प्रकारको न्युट्रिसनल बेनिफिटहरू भएकोले गर्दाखेरि चाहिँ यो मसरुमलाई एकदमै सिम्पल वेमा बनाउँछु म चाहिँ। मलाई एकदमै बेसिक मसला है, यो चाहिँ मैले मेरो कुकिङ भिडियोसहरू देख्नुभयो भने चाहिँ तपाईँले मेरोमा बेसिक मसला चाहिँ म प्राय युज गर्छु। अब अरू त कोही बेला एकदमै फ्लेभरफुल खानु मन पऱ्यो मात्रै युज गर्छु, नभए चाहिँ मेरोमा त्यही प्याज टमाटर लसुन नै हुन्छ है। अनि यसरी बनाउँछु म चाहिँ बटम मसरुमलाई चाहिँ। अनि तपाईँहरूको चाहिँ बटम मसरुमलाई बनाउने तरिकाहरू के कस्तो छ है, मलाई मेरो भिडियो राम्रो लाग्यो भने तपाईँहरूको पनि मलाई सेयर गर्नुहोला। किनभने हामी हुनु त अब युट्युबतिर हेरेर या फिर कहीँ पनि हेरेर चाहिँ जब रेसिपीहरू ट्राई गर्छौँ त हाम्रो स्वादलाई, हाम्रो रेगुलर स्वादलाई चाहिँ मिटअप गर्नु सक्दैनौँ नि त। अनि कार्बोहाइड्रेटको लागि चाहिँ मैले सिमल तरुल उसिनेर राखेको थिएँ। अनि जागर चलेको बेलामा चाहिँ म यसरी डेकोरेट पनि गर्छु है, सिमल तरुलको यसरी मजाले म्यासअप गरेर चाहिँ त्यो खानुको लागि सजिलो हुन्छ भने चाहिँ म यसरी पनि गर्छु जागर चलेको बेलामा है। तर कोही बेला त फेरि अल्छी लाग्छ नि त है, सधैँ एउटा मुड हुँदैन मान्छेको, सधैँ एउटा परिस्थिति हुँदैन। अनि यसरी मजाले बनाइसकेपछि चाहिँ अब देख्नुमा पनि राम्रो, खानुमा पनि मजा आउँदो रहेछ नि त। त्यही भएर चाहिँ खानाले अब हामीलाई थुप्रो कुरा दिएको हुन्छ नि त, एनर्जी दिएको हुन्छ, सपोर्ट दिएको हुन्छ, हाम्रो बडीलाई सबै खानाले नै त थेकेको हुन्छ, खानाको न्युट्रिसनले। त्यही भएर चाहिँ जब हामीले खानालाई चाहिँ सेलिब्रेसन हो भनेर यति धेरै सेलिब्रेट गरेर खान्छौँ है, एकदमै राम्रो हुन्छ। हेर्नुहोस् त मेरो बटम मसरुम पनि एकदमै छिटो पाक्छ क्या, अन्त मलाई चाहिँ साह्रै मनपर्छ बटम मसरुम चाहिँ। लौ त म मेरो प्लेटिङतिर जाँदैछु है साथीभाइहरू, के कस्तो छ है। स्पिनिचलाई पनि मजाले सजाउँछु, जागर चल्यो भने त सजाउनु पनि मनपर्छ। अनि प्रायः अरूलाई दिँदा पनि अलिकति प्लेटिङहरू सजाएरै दिनु मनपर्छ। हुनु त अब आफूले पनि सधैँ नै सजाएर नै आफ्नो खानालाई, आफ्नो अन्न जसले हामीलाई शरीरमा प्राण दिएको छ है, त्यो प्रति सधैँ आभारी हुनु भन्छ है। त्यही भएर चाहिँ म सेलिब्रेट गर्दैछु। तपाईँहरूलाई कस्तो लाग्छ, के लाग्छ है भन्नुहोला। अनि अब सधैँ त मिठो मिठो खाँदा छ भने चाहिँ नभन्नु होला, यो चाहिँ जागर चल्दाको र मेरोमा सामान भएको बेलाको हो। अनि म चाहिँ आफ्नो खाना आफै बनाएर चाहिँ हेर्दैछु। अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ आफ्नो शरीरको, आफ्नो हेल्थको चाहिँ आफै रेस्पोन्सिबिलिटी लिनुपर्छ है। फल्नाले बनाएर दिन्छ र म यो खुवाऊँ त्यो खुवाऊँ भन्ने होइन, फल्नाले एप्रिसिएट गर्छ र म त्यो गरौँ भन्ने चाहिँ होइन।